हेलो एभ्रिवान, फेरि सेकेन्ड टाइम तिमी तार्को म मेरो भाइहरूसँग तेन्जी अन्त भूषण भाइ हाम्रो विवेक भाइसँग तिमी तार घुम्नु जाँदैछु। यहाँबाट चाहिँ जिप लाइन जाँदो रहेछ यो ठाउँबाट चाहिँ तिमी तार्को। अन्त हामी यसो उत्रेर अब यसो टी ब्रेकको लागि हामी उत्र्यौँ। केटाहरूले यसो इन्जोय गर्दै यसो मजा गर्नु थाल्यो। यति दामी भ्यू हो, यहाँ गाडी राख्यो हामीले र सानो अब तिमी टीको मजा लिन थाल्यो हामीले। फेरि केटाहरू खालि तिमी टीमा मात्रै नभुलेर फेरि उनीहरूलाई लन्च ब्रेक पनि चाहियो अरे, खाजा खानै पर्ने। त्यहाँदेखि मोमोको ब्रेक यस्तो दामी मोमो हो, बोन म्यारोसँग सुप दामी। हामी केटाहरूले यसो मोमो पनि इन्जोय गऱ्यौँ। त्यहाँदेखि हामी चाहिँ तिमी तार्कोबाट निस्किएर जानु थाल्यौँ र तिमी तार्को भ्यूले यति साह्रो अब चेरी फुल त यति साह्रो राम्रो देख्दो रहेछ भने हाम्रो त्यो मात्रै नभएर हाम्रो तेन्जी भाइको आँखा पनि निकै राम्रो देख्दो रहेछ। र यसरी हामी घुमेर मजा इन्जोय गऱ्यौँ। अब अर्को पार्ट चाहिँ के छ भने सेकेन्ड डे चाहिँ केटाहरूको भिडियो कस्तो छ भन्नुहोस् त। यसरी कहाँ घुमेर मात्रै कहाँ हुन्छ त हौ। हाम्रो तेन्जी भाइले पानीले पाइपले यसो गाडी सफा गर्दैछ। उसको त कन्टिन्यू यस्तै हो, उसले त गर्नै पर्छ, प्रायः मसँग हिँड्छ। र अर्को भाइ हाम्रो यहाँनिर फेरि भूषण भाइको बिचरा बिजोको के छ भने अब उसले जुटहरू ल्याएर यताउता सफा गर्यो र अब बिचरा यता हातले अलिअलि मैला भएको सफा गर्दैछ। अन्त टायरहरूको पनि बिचरा अब कस्तो छ के छ, टायरहरूको पनि यताउता सफा गरेर उनीहरूको बिजोको यस्तै हुन्छ। फर्स्ट डे घुम्यो भने सेकेन्ड डे उनीहरूको गाडी धुनै पर्छ। ओके एभ्रिवान, थ्याङ्क यू फर वाचिङ।